तपाईको फेसबुकमा देखिएको यो समस्या म एक चुटकीमै समाधान गरिदिन्छु। तर त्यसको लागि चाहिँ मलाई तपाईले चाहिँ 15,000 दिनुपर्ने हुन्छ है, नेपाली 15,000 रुपैयाँ। हेलो साथीहरू, नमस्ते। के छ, सन्चै हुनुहुन्छ नि? कहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियो, के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला। तपाईलाई म आज भन्दैछु कि तपाईको म यो समस्या एक चुटकीमै समाधान गरिदिन्छु। तपाईले मलाई 15,000 रुपैयाँ दिनुपर्छ भनेर तपाईलाई कसैले यस्तो प्रब्लम अनि तपाईलाई मिठा कुरा गरेर झुट बोलिरहेको छ है भन्ने तपाईले चाहिँ बुझ्नुपर्ने हुन्छ है साथीहरू। यो समस्या भनेको तपाईले कसैलाई पैसा दिएर बनाउने नै होइन। यो समस्या भनेको तपाईले आफै मेटासँग ब्लुटिक लिएर तपाईले कुरा गरेर मेटासँग तपाईको समस्याको समाधान गर्न सक्नुहुन्छ है। तपाईलाई कसैले त भनिरहेको छैन नि म तपाईको समस्या समाधान गरिदिन्छु, मलाई यति पैसा चाहियो भनेर। बिल्कुल नफस्नु होला साथीहरू है। तपाईको यो समस्या एक चुटकीमै समाधान हुन्छ, तर त्यो तपाईले है, मैले गरेर होइन, अरू कसैले गरेर होइन, तपाईले आफै गरेर त्यो तपाईको समस्या समाधान हुन्छ। यो चाहिँ तपाईले बुझिराख्नु होला। कसैलाई यो मेरो समस्या समाधान गरिदिनुहोस् भनेर पैसा दिनुभयो भने चाहिँ तपाई डुब्नु भयो है। यो कुरा चाहिँ यति ख्याल गर्नु होला। ल हस् त, धन्यवाद। तपाईले कहाँसम्म बुझ्नुभयो, के बुझ्नुभयो हैन? यो समस्याको समाधान चाहिँ तपाईले आफै गर्नुपर्ने हुन्छ है, अरू कसैले गरिदिँदैन। आजलाई यो भिडियो यति नै। अर्को भिडियोको लागि यो भिडियोलाई जति सक्दो शेयर गरेर मलाई फलो गर्नु होला, लाइक कमेन्ट पनि गर्नु होला है।